हाई एभ्रिवान, आज म अमलाको अचार बनाउँदै छु। सुरुमा अमलालाई मज्जाले धोएर अमलालाई स्टिममा राखेर स्टिम गरे। अब अमला पाकिसकेपछि अमलाको सबै बिउहरू निकाले। अब अचारको लागि चाहिने मसलाहरूलाई भुटेर निकाले। सेलाएपछि मिक्सी जारमा राखेर धुलो बनाए। अब प्यानमा तेल राखेर जिरा मेथी फुराए। त्यसपछि अमलालाई राखेर मज्जाले पकाए। अब यो गुडलाई पनि राखेर मज्जाले कलर आउने बेलासम्म पकाए र थोरै बेसार, स्वाद अनुसार नुन र अघि बनाएको मसला, थोरै खुर्सानीको धुलो पनि राखिदिए। मज्जाले एकछिन पकाए। अब पिरो अमिलो खट्टी मिठी अचार बनेर रेडी भयो। अब यसलाई सेलाउनको लागि छोडिदिए। अब एउटा डिब्बामा राखेर लामो समयसम्म पनि कहिलेकाहीँ दाल, तरकारी, अचार बनाइरहन अल्छी लाग्दा थोरै दाल बनायो, खुसुक्क अचार निकालेर खान पनि भयो।